अभी मजा आएगा ना भिडो। म चाहिँ आज बिहान वन तरुल खान्न भनेर घरदेखि खन्ती बोकेर निस्किएँ। अब जङ्गल जाने कुरा त एक्लै भएन, त्यसैले हाम्रो मामा घर गएर हामी 5 जना जाने कुरा भयो र जङ्गलतिर लाग्यो। जङ्गल जाने क्रममा यो ठाउँमा सबैले पात चढाउँदा रहेछन् र हामीले पनि चढायौँ र अघि बढ्यौँ। अघि बढेको करिब 40 मिनटपछि हामी मूल ट्याङ्कीमा पुग्यौँ र पानी यताउता चढाइ खायौँ र त्यसपछि फेरि अघि बढ्यौँ। हिँडेको केही बेरमा हामी एउटा तरुलको बोट फेला पार्यौँ र खन्न सुरु गऱ्यौँ। उता दाइहरूले खन्दै हुनुहुन्थ्यो र यता मैले चाहिँ आगो बालेर बदाम पोल्न सुरु गरेँ र हामी सबैजनाले नास्ताको रूपमा बदाम खाइसकेपछि तरुल पनि खाइयो। त्यसपछि तरुल खान सुरु गरियो। खन्न सुरु गरेको करिब 35 मिनटपछि बल्ल तरुलको अन्तिम एउटा बोटदेखि लगभग आधा केजी निकालियो। त्यसपछि फेरि हाम्रो दाइले चाउचाउ बनाउन सुरु गर्नुभयो र सबैजनाले एकै ठाउँमा खायो किनभने हामीसँग धेरै भाँडा थिएन। त्यसपछि हामीले कुखुराको मासु पनि लगेका थियौँ र नुन खुर्सानी धनियाँमा मोलेर सेकुवा बनायौँ। सेकुवा बनिसकेपछि हामी सबैजनाले बसेर मजाले खायौँ र खाएको मजा त तपाईँहरूले देखाउन सक्दिनँ म। त्यसपछि सबैजना एकछिन गफ गऱ्यौँ र घरतर्फ लाग्यौँ। ओके, थ्याङ्क यू गाइज, लास्टसम्म भिडियो हेर्नु भएकोमा थ्याङ्क यू। आजको मेरो दिन यसरी बित्यो, हजुरहरूको कसरी बित्यो कमेन्ट गर्न सक्नुहुन्छ।